यो के देख्दैछु 1000 को पिठो पो छ त अब यस पैसाले मैले तिहार दरो मनाउने भए ओहो अब यो पैसा मेरो हुने भो अब देउसी खेल्न नि नजानु पर्ने भयो यसचोटिको तिहार म बियरमा डुब्ने भए अब म बियर दरो खान्छु यसचोटिको तिहार मेरो लागि सुनौलो अवसर हुने भो यो पैसाले म धेरै बियर मासु सपेटाहरू खाइहिन्छु गाउँको मान्छेलाई दिलाउँछु म भाइ त्यो मेरो पैसा ले भाइ अहिले पैसा तिमीले टिपेको देखिरहेको छ त्यो मेरो पैसा ले भाइ लो त्यो मेरो यही पैसा हो के मेरो बैंकबाट झिकेर ल्याएको भर्खरै फेरि गाउँमा तिमीलाई गाह्रो होला नि पैसा देऊ छिटो देऊ भनिरहेको छ गाह्रो होला नि फेरि दिइरहेको छु फेरि तिमीलाई थाहा छैन होला फेरि म त फेरि तन्त्र मन्त्र पनि हो तान्त्रिक हो फेरि तन्त्र मन्त्रद्वारा तिमीलाई यहाँ बेस पाएर ढाल्न नि सक्छु मैले लगेको छैन फेरि पनि भन्दैछु मैले लगेको छैन बिना पित्तको हो त भाइ नदिनु हो तिमीले नटेरेको हो त अब म तिमीलाई तन्त्र मन्त्र देखाउनु पर्यो हेर अब मेरो जादु हेर 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 अब मेरो जादु ओम नमः शिवाय 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 ओम दासकी ओम दासकी ओम दासकी अब तिमी भन्छ है अब यो मरालाई फेरि बचाउनु पर्यो फेरि उठ ओम नमः शिवाय ओम नमः उठी जा पहिला जस्तै उठी जा ओम नमः शिवाय ओम नमः शिवाय उठ ओम कस्तो लाग्यो भाइ होइन अब त बुझ्यो होला नि त अहिले मेरो पैसा अब ल्याउ फेरि तिमीलाई फेरि मन्त्रालय पैसा दिन्छ हेर ओम यो के गुरुदेव एकचोटिलाई माफी दिनुहोस् गुरुदेव एकचोटिलाई माफी दिनुहोस् न के गल्ती गरिएछ यो गुरुले मलाई चिन्छ चिन्दैन गाउँ समाजमा भनिदियो भने त है हेलो हेलो अरे ढिलो भयो साथी नदिसान है नदिसा हात मेरो के भयो फेरि तलब माने तपाईँको पक्का रहेछ वाह स्वागत छ वाह तँलाई त स्वागत छ होइन तँ आफै ढिलो होला भन्दै गर्दैथि छैन तँ आफै वचनमा चुक्ने नि त मान्छे गइसक्यो हाम्रो योजना विफल भइसक्यो तँ ढिलो भन्नाले प्लिज तँ ढिलो भन्नाले अब कुरा गर्नु छैन अब हेर अब तँ गएर आफ्नो बाटो ल गयो कि क्या हो मलाई कसैले देखिरहेको छ कि छैन मार्ने भन्दा एउटा गयो कि क्या हो के गर्ने होला अब फेरि कोलालाई अब के यसलाई नि म आउँदाखेरि भोलि दुःख भन्दै हुँदैछु मलाई के थाहा छ अब खै के भयो अब हस्पिटल लानु पनि गाह्रो छ गाडी छैन घरमा अब खबर गर्नु पर्ला हो यसको अब के गर्नु होइन म पनि भर्खर आएको हो तिमीहरू जस्तै त हो म पनि के गर्ने होला त्यसलाई साह्रो टेन्सन पो गरायो अब यो पप्पीले पत्ता लाउँछ यो मान्छेलाई कसले यसरी गरौँ भन्नेको है त आइज पप्पी आइज पत्ता लगाए अब हामी तीनजना भयो अब के गर्ने त अब कुकुरले के पत्ता लगाउँदा त्यस्तो नि कहीँ पत्ता लाउँछ कुकुरले अरे हामी त हेरेको हेरै भयो त के हो यसैले हो कि क्या हो यिनीहरू दुईजना झगडा गरे जस्तो त लागिरहेको थियो यिनीहरूले नै हो कि क्या यसैले हो कि सकिँदैन त्यो मान्छेलाई के गर्नु रुँगेर बस्ने ठिकै के गर्ने कोही पनि छैन नि मान्छेहरू के गर्ने त अब
अब त्यसैले रहेछ कुरो बुझ्दाखेरि कुकुरले नखटो फेरि उठो त उठो 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 हो दाइ के भयो दाइ है तरिका के भयो टाउको दुखिरहेको छ कि क्या अब के गर्नु त अब केहीतिर भएको छैन ल जाउँ अब यो नानीहरूलाई सोध्नुपर्छ यिनीहरूलाई पो थाहा छ कि यिनीहरूले पो देखे कि यिनीहरू लाग्दै गरेको ए नानी हो मार्क्सले त्यो छत्र टोपी लगाएको मान्छे देख्यौ आफ्नो छत्र टोपी लगाएको छ नि को हो छत्रे टोपी लगाएको हामीलाई के थाहा त चिन्नु नजान्नु को हो छत्रे टोपी लाउने धेरै मान्छे हुन्छ के सोधेको होला है तिमीहरूले मलाई बतायौ अब तिमीहरूलाई म 1000 दिन्छु है नानी हो खाजा मजाले खानु है नानी हो ल पैसा पो कतापट्टि ल पैसा लिऊ खाजा टन्नै खाएर जानु है ल तिनैजनाले खानु आएर सोध्यो भने फेरि देखेन भन्नु है ल अब म फेरि जान्छु तिनीहरू आयो भने कतिङ्काल नभन्नु सोधेर हाल्यो भने छैन भने है ल गुड बाई यस्तो पैसा पाइन्छ भने त हामी झाटिरहन्छौँ है अङ्कल जानु अब बराबरी बाँड्नुपर्छ पैसा बराबरी लानुपर्छ दोकानमा दरोटी खानेकुरा जानुपर्छ ल गएर टन्नै खानुपर्छ है ल ए नानी साइड पुलिस जाने बाटो कता हो दर्शन गर्न जानुपर्ने छ नानी दर्शन गर्नुपर्ने छ ठुलो धाम हो नि त त्यो पैसा दिनु पर्दैन नि दिनु पर्ने त्यो त्यति पचाउन भन्दैछ पैसा म लिएको नै पैसा चलाउँदैन हेर यो अब यहाँबाट जाँदा त केही थिएन फेरि अहिले यहाँ फेरि एउटा मान्छे बेस्ट बनाइरहेको छ कसले के गरेछ ओम नम क्राम क्रिम क्रोम उठ फट ओमबाट कि फट जाप क्रोम मानिसलाई घरमा गर्नु त बेकार छ हेर त बेकार छ घरमा गर्नु त नमस्कार भिडियो कस्तो लाग्यो लाइक कमेन्ट अनि शेयर गरिदिनुस् गुड बाई धन्यवाद।